गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। म चाहिँ अहिले नक्सल नारायण चौरमा छु होइन। आजको चाहिँ राइड हाम्रो कलिन्चोक हो। हाम्रो मिटअप पोइन्ट चाहिँ टाइम सोरुम छ। सोरुम अगाडि पुगिसकेँ अनि आजको हाम्रो राइड चाहिँ कालिन्चोक हुनेवाला छ। सो अहिले चाहिँ गएर कुरीमा बस्ने हो होइन। अनि हाम्रो आजको राइड चाहिँ टोटल 145 देखि 150 किलोमिटर हुनेवाला छ। सो हाम्रो बाटोको चाहिँ आज डोलाघाट हुँदै मुडै हुँदै चरीकोट हुँदै जानेवाला छौँ हामी कुरीसम्म। अनि हामी अराउन्ड 8 to 9 राइडर्स छौँ। अहिलेसम्म त अजय दाई मात्र आउनु भएको छ, अजय दाई र म अनि सागर दाई भर्खरै भेटेँ होइन। अनि अब कुर्दैछौँ। 10 बजे राइड स्टार्ट गर्ने भनेको हो, 10:30सम्म जाला कि भन्ने कुरा हो। सो अब लेट्स सी के छ रोहन दाई। हेलो 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 के छ अनुज दाई? ए डिस चौरी फार्म रहेछ कि यहाँनिर ल गजब रहेछ त हैन? दामी ठाउँ रहेछ कि। कताबाट जाने? खोइ यहाँ देखाएको छ देखाउन चाहिँ नगरकोट होइन होइन, हामी त यता नर्मल बाटो जाने। दाइको के छ नगरकोटमा? होइन नगरकोट भएर बेलुकी हुँदै जानुहुन्छ नि। धुलीखेलको बाटो ठुस छ भने बिजोक छ, बिजोक हो। नालाको बाटो गयो भने चाहिँ एकदम नालाको गयो भने धुलीखेलको बाटो त त्यो झेल्नै पर्छ। ए भनेपछि कताबाट जाने भन्नु नि त। न एकैचोटि मेलम्ची निस्किने हो कि भने नगरकोट मेलम्ची त यताबाट नगरकोट भएर हुन्छ धुलीखेल त बिजोकै छ अहिले। हुन्छ त्यसै नगरकोटबाट नि छ बनाएर आएको बाटो। अब को आउनु बाइक छ? धिरेन्द्र विनित ब्रो आउनु बाइक छ है। कति बज्यो? नसिब धिरेन आउँदैछ कि के छ ब्रो? के छ सेन ब्रो? अब चाहिँ हामी निस्किन लागेको छौँ। 11 बज्यो बिहानको। अब 11 बजी निस्किँदैछौँ। अनि हामी एउटा दुईवटा तिनवटा 4 5 6 7 विनित ब्रो सुधा गरेर 8वटा बाइक। विनित ब्रो चाहिँ उता खाना खाने ठाउँमा भेट्ने रे। अनि अब चाहिँ बिस्तारै यहीँबाट बिस्तारै जान्छौँ। अब यतातिर त खिचिन्न होइन, उता खाना खाने ठाउँमा पुगेर खिचिन्छ होला। सो त्यहीँ गएर भेटौँला अब। यहाँबाट कहाँ निस्किने हो सागर दाइ? यहाँबाट नगरकोट हो। ओके, यहाँबाट चाहिँ नगरकोट निस्किने हो। उता नगरकोटको रोड रे। यहाँबाट फेरि चिल्लो बाटो सुरु भयो, नगरकोटको बाटो। भर्खर भर्खर पिच गरे यार। अरे शिव चेकिङ, पानीपुरी चटपटे रे चेकिङ रे। नमस्ते। सबैलाई ट्राफिक नियम सबैलाई जानकारी छ होला, सबै थाहा छ मलाई होइन। सवारी साधन चलाउनुभन्दा पहिला हाम्रो गन्तव्य कति छ के छ सबै बुझेर हिँड्नु होला है। बाटोको अवस्था के छ सबै कुरा बुझेर त अफरोड चल्ने गाडी मलाई बुझिन्छ नि त। तैपनि बाटोको अवस्था के छ, परिवहन के छ, हामीले कसरी चल्ने, गाडीको फ्युज छ कि छैन, गाडीमा चाहिँ तपाईँको मोबाइलहरू छ कि छैन, अनि यो तपाईँको चक्काहरूको अवस्था के छ, तपाईँहरूको नयाँ छ गाडी त मेरो बुझेछु। तैपनि सबैले यो बाइक लिएर आउँछ पूर्ण रूपमा पालना गरी सवारी साधन प्रयोग गरिदिनु होला है त सर। सानो एउटा पर्दा हजुरलाई म दिइरहेको छु है। त्यो पढेर तिरेर हजुरहरू त सबै जान्ने बुझ्ने नै हुनुहुन्छ, अरूहरूलाई पनि सिकाइदिनु होला है सर। थ्याङ्क यू। सबैभन्दा अफरोडमा जाँदाखेरि ब्रेक र गाडीको अवस्था के छ त्यो चाहिँ क्लियर गरिदिनु होला। पेट्रोल नभए त बन्द भइहाल्छ, समस्या भएन। तर ब्रेकै लाग्दैन भने त समस्या हुन्छ नि है। त्यो कुरा चाहिँ एकदम ख्याल गर्नु होला। हजुर। किन भन्दा कहिले काहीँ लङ रोड हिँड्दा ट्राफिक गर्छ नि ब्रेक भनेको राम्रो सुन्न। एकचोटि ख्याल गरेर हजुर लगिदिनु पर्ला है। शुभयात्रा ल। हस्, धन्यवाद। बाई बाई। थ्याङ्क यू। बाई बाई।
सो भर्खरको चाहिँ ट्राफिक स्टप अनि उहाँहरूले चाहिँ हामीलाई अलर्ट गरिदिनु भयो। अलर्ट भन्नाले अब एकदम सतर्क अलर्ट, राम्रो चलाउनुहोस् यस्तो उस्तो भन्दै। राम्रो हो त्यो, ट्राफिकहरूले दुःख मात्रै दिँदैनन्, सेफ्टीको लागि यसरी कन्सर्न पनि देखाउँछन्। हामी चाहिँ अहिले नगरकोट पुगिसक्यो। अब नगरकोट हुँदै कहाँ दलालघाट यताबाट राइटतिर तलको बाटो जाँदैछौँ। दलालघाट पुग्यौँ। अगाडिकोलाई त भेटाउन सक्यो होइन, कुद्याछ यस्तो कुदिरहेछ, डेन्जर कुदिरहेछ अगाडिको त। त्यहाँ रहेछ ल। बस्ती एरिया आयो, यस्तो ठाउँमा चाहिँ कुदाउनु हुँदैन, स्लो डाउन गर्नुपर्छ। बच्चा सर्ट सुताइदिन्छ भन्न सकिँदैन यस्तो ठाउँमा चाहिँ। इन्द्रावती रिभर ब्रिजमा पुग्यौँ। उही पुरानो माइला दाईको भान्साघरमा खाना खाने भनेको थियो, ठाउँ त कटिहाल्यो तर हामी रोकेनौँ। अब चाहिँ खाना खाने ठाउँमा पुग्यौँ। उही पुरानो माइला दाईको भान्साघर रे होइन। यहाँ चाहिँ हामी खाना खान्छौँ। अब यहाँको खाना मिठो छ भनेर चाहिँ भोक पनि लागिसकेको छ। अब भोक मिठो कि खाना मिठो हेरौँ। अब निस्किनु पर्यो। यस्तो खाना खाएपछि यस्तो सही निन्द्रा हान्छ यार। जाउँ। ल के हो यता त? यहाँ त पुरा जाम छ त बाटो त। के को जाम हो यो? पहिरो खस्या रहेछ नि त। के बाटो बनाएर हो यो? हेर्दाखेरि त पहिरो खस्या जस्तो पनि छ, बाटो बनाएर जस्तो पनि छ। जे भए पनि बाटो चाहिँ कडा रहेछ यहाँ अहिले। बाइकले अहिलेसम्मको माइलेज 29 एभरेज दिइरहेछ। मैले यहाँ घरबाट आउँदाखेरि रिसेट त गरेको थिएन होइन। घरबाट निस्किँदाखेरि 22 थियो मेरो, यहाँसम्म आउँदाखेरि 29 देखिसक्यो। यहाँबाट कुरी अब अराउन्ड 60 किलोमिटर्स होला होइन। घरबाट यतासम्म अहिलेसम्म 75 किलोमिटर्स जति हामीले कम्प्लिट गरिसकेका छौँ। अब 60 किलोमिटर्स 60-65 किलोमिटर्स पछि चाहिँ हामी कुरी पुग्छौँ। अहिलेसम्म त्यस्तो अफरोड बाटो त आएको छैन, तर हेरौँ 5-10 किलोमिटर अफरोड भने पनि धेरै नै हो। टाइम लाग्छ नि त्यस्तोमा। चिसोले गाला लाग्ने रातो भएछ। पछि मजा आउँदो रहेछ क्या यो फिसिङ द घोस्ट भन्छ नि त्यस्तै हराए का फेरि खोज्दै हिँड्यो हो यो ठाउँ यार। मान्छेले ढुङ्गा भेटाउने बित्तिकै त्यस्तो एउटा चाहिँ बनाउँछ कि त्यो चाङ्लाउने कि
हामी चाहिँ अहिले यता चिया खानलाई रोकेका छौँ अनि मुडे बजारभन्दा अलिक माथि हो यो चाहिँ लास्ट टाइम जिरी जाँदा आएको थियो यो बाटो होइन आज मौसम अलिक चिसो अलिकति डुम्म खालको छ त्यस्तो क्लियर पनि छैन हिउँ पर्दै हुन्थ्यो भन्ने कुरा हो कफी चाइनिजवाला कफी हो होइन बोर्डरबाट ठाउँ चाहिँ भब्बालकै यताको यता चाहिँ हामीले कफी लिएको यो अनि हाम्रो खैरे यहाँ चाहिँ हाम्रो खैरे चाहिँ मुडे बजारबाट अलि माथि आएर कफी सफी खाएर ब्रेक लिएर सक्यो ब्रेक यहाँबाट अब हामी अलिकति डिटुर हानेर सबजना बुनबुन गरेर छ डिटुर हानेर अफरोड लिएर जाने भनेको छ नि मेरो के पुल नले जस्तो भयो मेरो कस्तो पुल भर्खर पुलै नलिकन चढिरहेको जस्तो लाग्यो हाम्रो पिच रोड हम मर्द हैं हम लेंगे आसान रास्ता में मोख का रास्ता रोड लिएर लामो भयो भने पिचमा खाने हामी चाहिँ स्ट्यान्डअप फर्कीहरू भिडियोमा देखाएको छैन तल चाहिँ पिच रोड छ हाम्रो घुमेर चाहिँ हामी अब फेरि नन पिच रोडबाट घुम्दै गइरहेको छौँ यस्तो बाटोमा हिँड्दाखेरि भनेको चाहिँ होइन मोस्ट इम्पोर्टेन्ट थिङ भनेको त्यो अझै उकालो भयो भने चाहिँ मोमेन्टम हो क्या अन्त यो लुज यो मोमेन्टम बाइक जसो गइन्छ जसरी पनि तर वन्स यु लुज यो मोमेन्टम अनि खुट्टा भुइँमा हाल्छ खुट्टा भुइँमा हालिसकेपछि चाहिँ इट्स अ होल डिफ्रेन्ट स्टोरी यो बाटोमा मैले अहिले सिएसटीको टायर राखेर चलाइरहेको छु होइन अनि हाम्रो सिएसटीको यो अफरोड टायर चाहिँ 70-30 हो 70% 60-40 भनौँ 40% अफ 60% अफ रोड अन रोड 40% अफ रोड 60-40 टायर अनि यस्तो ढुङ्गावाला बाटोमा पनि होइन इट्स टेकिङ एकदम मजाको ग्रिप अनि अलिकति स्पिड भएको छैन अनि यसको लुक पनि बाइकलाई एकदमै हुन्छ नि मसलवाला लुक दिन्छ कि अनि इट लुक्स भेरी नाइस लुक वाइज पनि अनि पर्फर्मेन्स त अहिले देखिनै गएको होला यो यस्तो रोडमा पनि मजाले तान्दाखेरि पनि झर्दाखेरि पनि राम्रै छ अगाडिको रोबिन्सन दाइले पनि सिएसटीकै टायर हाल्नु भएको छ सो इफ यु आर इन्टु अफ रोड्स एडभेन्चर देन दिस इज द टायर तर अहिले मार्केटमा चाहिँ के अरे हाम्रो म्याक्सिसकै भनेरै आएकोवाला चाहिँ रेसको टायर छ अफरोड अनरोड अफरोड टायर त्यो पनि राम्रो छ भन्छ होइन मैले ट्राई गरेको छैन यो टायरमा चाहिँ मेरो अहिले यो 350 किलोमिटर प्लस भयो अनि टिल नाउ इट्स अगाडि ल फेरि
सागर दाइले माछा मार्नु भएको अवस्था यही हो एडभेन्चर भन्ने चिज चाहिँ एकचोटि गरेपछि फेरि फेरि गर्न मलाई कालिम्चोक चरी सिधा गयो भने चरीकोट पछाडि गयो काठमाडौँ पेट्रोलको लागि हो म पनि आउँछु भयो सेट पुग्यो कति पुग्यो कति पैसा भयो 1150 गरिदिनु न ठिक छ हाल्दैन अब भयो ल 1150 कति लिटर भयो 7 लिटर गयो एकछिनबाट आउँदाखेरि चाहिँ लेफ्ट हो हामी पेट्रोल अगाडि गएर भरेको थियौँ त्यही भएर यहाँबाट चढ्दाखेरि चाहिँ नाउ द डिरेक्सन इज राइट होइन यहाँबाट चाहिँ अब उकालो अरे चरीकोट कालिम्चोक खै कहाँबाट हो यो देउराली बजार कालिम्चोक देउराली बजार पुग्यो हामी अब यहाँबाट चाहिँ रोड अलिकति हेर्दाखेरि नै इट्स कोल्ड यहाँबाट चाहिँ अलिक चिसो फिल छ रोडको कलरले अलिकति डिफ्रेन्ट फिल गराइरहेछ कि हामी ठ्याक्क अलिकति टाइममा पुग्यौँ भने चाहिँ कालिम्चोकले ठाउँ पुग्यो सनसेट हेर्न पाइन्छ सनसेट त भइसक्यो जस्तो छ 5:15 त भइसक्यो अनि त्यहाँबाट चाहिँ केबल कार चिसो फिल हुन थाल्यो अब त आएको रहेछ त नि बबल टायर ग्रिप त यस्तो मजाको छ कि यसको भर्खर म त चिप्लो होला भनेको त बाल्दामा पस्या बेलामा तन्दिएर रेंज देखिए ल ग्रिप यस्तो बाटोमा टायरले ग्रिप लिएको यो हो नि त पारा
ल यहाँ घर भत्किसकेछ पुग्यो वेलकम टु जिसी एकमन्ज फ्लोरा एन्ड फाउना ल ल ल ल गए यहाँ चिसो चिसो हलाइरहेछ अनि हामी अहिले कुरीको ठ्याक्कै माथि हो अनि सनसेट पनि यस्तो ला डेन्जर आइरहेछ गोल्डन आवर हो चिसो भएर टोपी खोल्न मन छैन लास्टै बदल्ने ल गुड मर्निङ गाइज हामी स्टिल यता कति बिहानको 6:30 7 बजिसकेको छ 7 बज्यो हामी अहिले कालिम्पोङ काउन्टी भिल्लामै छौँ अनि बाइक तपाईँले देख्नु हुन्छ होइन बाइकको चाहिँ सिटहरू सबै जमेको छ सिटले गर्दाखेरि अनि हाम्रो पानी पनि टोइलेट जानलाई नि गाह्रो हुने पानी पनि पुरै जमेको छ सो द्याट्स देयर अनि यत्रो भाँडामा चाहिँ पानी तताएर आउँदो रहेछ यता त्यस्तो छ अवस्था चाहिँ अनि अहिले चाहिँ ब्रस सबै गऱ्यौँ त्यही उमालेको पानीबाट अनि अहिले पानी दिने ठाउँ चाहिँ यसरी अहिले उमालिराख्नु भएको छ पानी उमालेर चलाउनु पर्ने अवस्था छ
कस्तो छ सार्दै चिसो है हात कडक्क होला यसरी चलाउनु पर्ने रहेछ पानी चाहिँ हाम्रो पानी कम्प्लिटली जमेको थियो सो यस्तै छ अनि अलिअलि घाम पनि लाग्न थाल्छ अब चाहिँ सो रातिको टेम्परेचर -5 अहिलेको चाहिँ अराउन्ड 0-1 कति छ सो यस्तै हो सो हेर्न सक्नुहुन्छ हाम्रो बाइक सिटले पुरै सेतै भएको छ होइन सबै यस्तै छ सो राति चाहिँ -5 डिग्रीसम्म पुगेको थियो अनि एकदम चिसो छ अहिले यो पुरा क्यानलको पानी यसरी जमेको छ यस्तो छ तल्ला माथिदेखि नै जमेको छ अनि हेर्दै जाने भने चाहिँ हाम्रो बस्ने वरिपरिको पनि पुरा यसरी यहाँबाट झर्ने ठाउँमा अनि जम्मा हुने ठाउँमा चाहिँ अनि एकदम चिप्लो पनि छ क्या यो सो यसमा मिस्टेकली पनि टेकेर नो ग्रिप मिस्टेकली पनि टेकेर केही गर्नु हुँदैन नत्र भए बज्रिन्छ मजाले दा छ सबैमा टक्क लाएर जमेको छ सब आइस हुने गरेर यहाँ चाहिँ मेरोवाला छ एन्ड सेप्सहरू क्या मजाले देखाएछ स्पार्कलिङ पनि टल्की पनि हजुर टिल अहिले चाहिँ हामी कालिम्पोङ जानलाई कालिम्पोङ चढ्नको लागि केबल कार चढ्नको लागि रेडी भइसक्यो गाइजहरू त चिया खाँदैछन् अनि त्यसपछि अब तपाईँ घर चाहन्छु गुड मर्निङ दा छ सबैमा टक्क लाएर जमेको छ सब आइस हुने गरेर यहाँ चाहिँ मेरोवाला छ एन्ड सेप्सहरू क्या मजाले देखाएछ स्पार्कलिङ पनि टल्की पनि हजुर टिल अलमोस्ट केबल कारतिर पुगिसकेका छौँ डस्टबिन रहेछ लिटर गर्नु हुँदैन सफा राख्नुपर्छ ल सफा हाम्रो टोली चाहिँ यति नै हो अगाडि सागर दाई पछाडि अजय दाई रविन्सन दाई अनुज दाई चाहिँ पुरा नकाबमा हुनुहुन्छ अनुज दाई अनि सञ्जीव दाई चिरेन ब्रो ऐश्वर्या यतै सबैजना हामी कालिम्पोङको केबल कारतिर छौँ अनि यहाँ छ यता चाहिँ 8वटा डब्बाहरू रहेछ के भन्छ डब्बालाई के भन्छ अरे ए 4वटा हो कि 4वटा छ 4वटा यस एउटामा चाहिँ 8जना अट्छ अनि 4वटा रहेछ अनि यही नै हो यहाँसम्म 6 मिनट्सको राइड छ 6 मिनट्सको राइड हो माथिसम्म उता हाम्रो डेस्टिनेसनै देखिरहेछ सो आएको छन् होइन पुरै माथिसम्म राम्रै भर्याङको बाटो छ हिँड्ने मान्छेहरू क्यान वक टु द टप अनि सम पिपल क्यान युज केबल कार टु गेट देयर सो यस्तै छ अब हामी चाहिँ केबल कार लिएर जानलाई पालो कुदिरहेछौँ अनि हाम्रो सब टिमहरू यतै छन् टिमहरू चाहिँ सो दिस इज इट जे कुरा नि एक्सपिरियन्स गर्नुपर्छ भन्छ नि त होइन गरेको एक्सपिरियन्स हो दुःख पनि खाइयो त्यहाँ छ कुरी भिलेज त्यहाँ तल छ अनि हामी धेरै माथि आइसकेका छौँ त होइन राइट वी आर हियर ए हियर पनि होइन अझै ऊ त डाँडा जानु पाएछ बब्बाल देखिन्थ्यो होइन तर आँट छैन यार त्यो डाँडा जाने योभन्दा बढी माथि गयो भने त रिङ्गट लाग्छ अब यो चाहिँ पहिला मान्छेहरू आउँछन् होइन अनि अब राति बस्ने ठाउँ हुँदैन नि त त्यति बेला आराम लिने ठाउँ होला कि So यस्तो छ ल गाइस
This is the view. Let's go. Take care of the light. Main entrance यता रहेछ यहाँ रहेछ main entrance चाहिँ so माथि चाहिँ मजाको भिड रहेछ सो हामी चाहिँ अहिले दर्शन गरिसक्यौँ अनि त्यसपछि स्टेप कति ठुलो रहेछ भत्त गएर आवाजै चिन्नु दर्शन गरिसकेछौँ अब झर्दैछौँ अनि स्टेप हराङ छ सो बिस्तारै बिस्तारै झर्दै अब यहाँबाट चाहिँ हामी उता जान्छ कि जाँदैनौँ अब जान्छ चौरी फार्म होइन चौरी फार्म कि भेडा फार्म भने हौ भेडा फार्म पनि जान्छौँ त्यहाँ चाहिँ हाम्रो बाइकबाटै जाने हो सो हामी सबजना भित्र छिरिसक्यौँ यसपालि चाहिँ 8 जना एउटै भाँडामा ओके लेट्स गो उल्टो हो म यता फर्केको थिएँ म यता फर्केँ साइडमा रिगटा लाग्यो हाम्रो चिया लिने ठाउँ अनि कटलरिजहरू छ यता के छ हाम्रो पुरी छ आलु तरकारी छ अनि अरू के छ ससेज पनि रहेछ अनि के हो अन्डा बोइल्ड एग पोल्यो फर्किन लागेका छौँ यहाँबाट चौरी फार्म जाने भेडा फार्म जाने भएको थियो खै जान्छ कि जाँदैन लेट भइसक्यो आज मेरो चेन नेक्स्ट लेभल लुज भयो कि घाँडा घुरु नै भइरहेछ ट्राई गरेर आउँछ है त मेरो वलेट कहाँ छ मसँग झन्झन नै छैन जस वेट लेट मी चेक क्युआर छ त क्युआर भइहाल्छ नि सो मेरो चेन चाहिँ पुरै लुज थियो अनि अहिले भर्खरै टाइट गऱ्यौँ चेन टाइट गरेको 50 रुपियाँ लियो ल्युब पनि गर्ने भनेको ल्युब चाहिँ गरेन चलो ठिकै छ केही छैन तल गएर गरौँला अब ढुङ्गा छापेकोले चाहिँ
भर्र हान्छ होइन तर स्टिल स्क्रैम्बलर इज ह्यान्डलिङ दिस प्रिटी वेल अलिकति रेडियस टर्निङ लिएर लियो भने चाहिँ काट्न सजिलो एन्ड बाटो त अब यस्तै हो भेडा फार्म चरी फार्म के फार्म हो माथि गएर खतरा छ भनेको थियो अहिले चाहिँ अलिकति चिसोवाला मौसम भएको भएर चाहिँ अलिकति येल्लो छ होइन यो अलिकति ग्रिनरी हुने टाइममा आइन्छ बब्बाल हुने ठाउँ रहेछ ल अगाडिको सिन हेरौँ गाइज यस्तो दामी छ खै गाइजहरू माथि पुगिसकेको रहेछ वी आर रियली लेट चिज कालिम्पोङ क्या चिज रे कहाँबाट जाने त्यही यहीँबाट हो त्यहाँ रहेछ नि त गाइजहरू ग्रुप फोटो सक्यो हाम्रो ग्रुप फोटो सक्यो एउटा हानौँ न त उता पहाड बनाउनु गरेर अझै मजा नि